साथीलाई सहयोग गर्न गएका सुर्खेतका 15-16 वर्षका 3 किशोर आज पनि सामूहिक बलात्कार र हत्याको गम्भीर आरोपमा नेपालगञ्जको बाल सुधार गृहमा पूर्वपक्षका लागि थुनामा छन्। सुर्खेत प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले सुरुबाटै यी निशाबीको घटनाको अनुसन्धान गरिरहेको थियो। उनीहरूले पोस्टमार्टम रिपोर्ट, पीडित पीडकको मोबाइलको डिजिटल फोरेन्सिक रिपोर्ट, पक्राउ परेकाहरू अनि अरू व्यक्तिहरूलाई लिएको बयान, घटनास्थलका अन्य विवरण, उपलब्ध सीसीटीभी क्यामेराका फुटेज र अन्य प्रमाणहरूलाई आधार बनाएर अनुसन्धान पूरा गरी सरकारी वकिल कार्यालयलाई प्रतिवेदन नै दिएको थियो। उक्त प्रतिवेदनमा इनिशाको मृत्यु सामूहिक बलात्कारबाट नभई उनका प्रेमी भनिने वीरेन्द्रनगर पसँगको यौन सम्पर्कपछि अत्याधिक रक्तस्रावका कारण भएको स्पष्ट उल्लेख थियो। प्रहरीले मुख्य अभियुक्तलाई जबरजस्ती करणी र ज्यान मुद्दा चलाउन सिफारिस गरेको थियो भने बाँकी 3 जनालाई इनिशालाई बचाउन भूमिका नखेलेको भन्दै ज्यान मुद्दा मात्र लगाउन भनेको थियो। तर सरकारी वकिल कार्यालयले प्रहरीको सुझावलाई व्यवस्था गर्दै देशभरको आन्दोलन र दबावमा 4 जनालाई सामूहिक बलात्कार र कर्तव्य ज्यान मुद्दा दर्ता गरायो। अहिले 3 महिनापछि आएको डीएनए र सेरोलोजी रिपोर्टले पनि प्रहरीको निष्कर्षलाई नै पुष्टि गरेको छ। मुख्य अभियुक्तको मात्र डीएनए इनिशाको शरीर, कपडा, नङ र घटनास्थलमा फेला परेको छ, अर्थात् उनीसँग मात्र डीएनए मिलेको छ। बाँकी 3 जना किशोरको डीएनए कतै पनि मेल खाएन। उनीहरूको कपडा वा शरीरमा इनिशाको रगत पनि भेटिएन। तैपनि ती 3 जना किशोर अझै पनि थुनामा छन्। हामीले सुरुबाट यो घटनाको बारे अध्ययन गर्दा अहिलेसम्मको अनुसन्धानमा भेटिएका प्रमाण हेर्दा, डीएनए रिपोर्ट हेर्दा ती 3 जना किशोर निर्दोष जस्तो देखिन्छन्। न्याय निरूपण भइसकेको छैन। कानुनी रूपमा उनीहरू अझै पनि अभियुक्त नै छन्। हामी न्यायालयलाई प्रभावित पार्न चाहन्नौं, तर न्यायको मूल सिद्धान्त भनेकै बरु 10 जना अपराधी छुटुन् तर 1 जना निर्दोषले सजाय नपाओस् भन्ने हुन्छ। किनकि प्रमाण पुगेपछि अपराधीलाई फेरि समात्न सकिन्छ, तर निर्दोषलाई फसाउनु भनेको ठूलो अन्याय हुन्छ। हामीलाई कता कता ती किशोरहरूमाथि अन्याय त भएको छैन जस्तो लाग्छ, किनभने इनिशा विकको केस निर्मला या अन्य केस जस्तो छैन। यसमा उनका प्रेमी भनिएका व्यक्तिले नै घटना आफ्नै कारणले भएको त्यति बेलाबाटै स्वीकारेका छन्। आफूले स्थिति सम्हाल्न नसकेपछि साथीहरूलाई सहयोग माग्दा उनीहरू घटनास्थल आएको बताएका छन्। तर साथीलाई सहयोग गर्न गएका ती 3 किशोर समेत 4 महिनादेखि थुनामा छन्। त्यसो भए के ती 3 जना भर्खरका किशोरमाथि अन्याय भएकै हो त? सुर्खेतकी इनिशा विकको बलात्कारपछि भएको हत्याको आखिरी यथार्थ के हो त? ब्रेक टाइम न्यूजको आजको यस भिडियोमा म तपाईहरुलाई गहिरोमा गएर तथ्यसहित सरल भाषामा बुझाउने कोसिस गर्नेछु। भिडियो अन्तिमसम्म हेर्नुहोला। 2082 साल फागुन 23 गते शनिबारको दिन सुर्खेतको वीरेन्द्रनगरमा 16 वर्षीय इनिशा विकले बिहान 6 बजे स्कुल जाने भन्दै आमा तिला विकलाई अनुमति माग्छन्। तर आमा तिला विकले आज त शनिबार पो हो त, के को स्कुल भनेपछि हैन आमा, सरले बोलाउनु भएको छ, आज प्र्याक्टिकल क्लास छ र 2 घण्टाको मात्र हो, आइहाल्छु नि 8 बजे नै भनेपछि आमा तिलाले पनि होला त खै केही सोचेर स्कुल जान अनुमति दिन्छन्। उनी नजिकैको उषा बालबाटिका स्कुलमा कक्षा 11 मा पढ्थिन्। 8 बजे आइहाल्छु भनेर गएकी छोरी 8 भन्दा बढी बजिसक्दा पनि आउँदिनन्। आमा तिला सोच्छिन् कतै यताउता गइहाली भनेर, केही ढिला आउँदा वास्ता गर्दिनन्। तर 9 बजेसम्म पनि छोरी नआउँदा छोरीलाई कल गर्छिन्। छोरी इनिशाको फोन स्विच अफ थियो। केही बेर रुक्छिन्, अझै पनि छोरी नआएपछि आमा तिला स्कुलमा फोन गर्छिन्। स्कुलको जवाब सुनेर आमा तिलाको मनमा चिसो पसिसकेको हुन्छ। स्कुलबाट आज इनिशा स्कुल नै नआएको जानकारी आउँछ। केही समयमै एउटा अपरिचित नम्बरबाट फोन आउँछ। तपाई इनिशाको आमा हैन? उनले भन्छन् हो हो, किन के भयो र? फोन गर्ने मान्छेले भन्छन् तपाईको छोरी शहीद पार्कको जंगलमा बेहोस अवस्थामा छन्, छिटो आउनुहोस्, उनी छागाबाट खसे जस्तै हुन्छन्। केही बेरमा आफन्तहरू लिएर आमा तिला त्यहाँ पुग्दा प्रहरी सहित अन्य गाउँलेहरू समेत त्यहाँ पुगिसकेका हुन्छन्। इनिशा बेहोस अवस्थामा रक्ताम्य हुन्छन्। छोरीको यो अवस्था देखेर आमा तिला आफूलाई सम्हाल्नै सक्दैनन्।
केही ढिलो गरेर आएको प्रहरीले करिब 10 बजेतिर बेहोस अवस्थामा रहेकी इनिसालाई कर्णाली प्रदेश अस्पतालमा लिएर जान्छ। तर उनी त्यहाँ पुग्न धेरै ढिला भइसकेको थियो। चिकित्सकले अस्पताल पुग्ने बित्तिकै इनिसालाई मृत घोषणा गर्छ। त्यही दिन अचेत अवस्थामा घटनास्थलमै रहेका इनिसाका प्रेमी भनिएका युवकलाई प्रहरीले पक्राउ गर्छ र उनको बयानको आधारमा अन्य 3 जना उनका साथीहरूलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाउँछ। त्यतिन्जेलसम्म एनिसा विकको बलात्कारपछि हत्या भएको भन्दै देशभरि खबर फैलिन्छ। उनको न्यायको निम्ति भन्दै देशभर आन्दोलन सुरु हुन्छ। इनिसाको शवको पोस्टमार्टम पनि गरिन्छ, तर परिवारले शव बुझ्न मान्दैन। त्यति बेला इनिसाका बुबा भने रोजगारीको लागि दुबईमा थिए। त्यो समयमा मध्यपूर्वमा चलिरहेको युद्धका कारण इनिसाका बुबा तुरुन्तै आउन सक्दैनन्। केही दिनपछि मात्र इनिसाका बुबा नेपाल आइपुग्छन्। चौतर्फी उनको न्यायको निम्ति आवाज उठ्न थालेपछि केन्द्रीय अनुसन्धान ब्युरो CIB को टोली पनि सुर्खेत पुग्छ र घटनाको अनुसन्धान थाल्छ। तर यो घटना अन्य बलात्कारका घटना जस्तो थिएन, किनकि यस घटनामा प्रेमी भनिएका व्यक्ति सहित 3 जना साथीहरू पक्राउ समेत परिसकेका थिए भने प्रारम्भिक बयान अनुसार इनिसाका प्रेमी भनिएका वीरेन्द्रनगर पले आफू र इनिसा लामो समयदेखि प्रेम सम्बन्धमा रहेको र विगत 2 वर्षदेखि शारीरिक सम्पर्कमा रहेको र त्यो दिन पनि सल्लाह भएरै सहमतिमा शारीरिक सम्बन्ध भएको, अनि इनिसाको योनिबाट अत्याधिक रक्तस्राव भएपछि उनी बेहोस भएको र आफू डराएर अन्य साथीहरूलाई सहयोगको लागि बोलाएको प्रारम्भिक बयान दिएका थिए। त्यसपछि CIB को टोलीले सबै पक्षका बयान, घटनाको दिन उपलब्ध भएका CCTV क्यामेराका फुटेज, कल डिटेल, पीडितका मोबाइलको फरेन्सिक, एनिसाको भजाइनल स्वाब, पोस्टमार्टम रिपोर्ट लगायतका उपलब्ध प्रमाणहरू केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षणको लागि पठाउँदै आफूले पनि उक्त घटनाको अनुसन्धान थालेको थियो। CIB ले पहिला नै पक्राउ परेका 4 जनाको नै पोलियोग्राफी पनि टेस्ट गरेको थियो। अहिले त DNA र सेरोलोजी रिपोर्ट पनि आइसकेका छन्। त्यसैले म केन्द्रीय अनुसन्धान ब्युरो CIB, सुर्खेत प्रहरीले गरेको अनुसन्धानको रिपोर्ट, पोस्टमार्टमको रिपोर्टमा उल्लेख भएका कुराहरू सहित आखिरी घटनाका तथ्यहरू बताउन गइरहेको छु। ध्यान दिएर सुन्नुहोला। सुर्खेत प्रहरीले सबै रिपोर्टहरूलाई एकमुष्ट पारेर सरकारी वकिल कार्यालयलाई बुझाएको प्रतिवेदनका अनुसार मृतक इनिसा उनका प्रेमी भनिएका वीरेन्द्रनगर पर उनका 2 जना साथीहरू उषा बालबाटिका स्कुलमा सँगै पढ्ने गर्थे। उनीहरूका मोबाइलको फरेन्सिक चेकबाट पनि इनिसा र ती युवक लामो समयदेखि सम्पर्कमा रहेको देखिएको छ भने त्यो दिन यानकि घटना हुनुभन्दा अघिल्लो रात नै दुवैजनाको भोलि बिहान भेट गर्ने सल्लाह पनि भएको हुन्छ। सुर्खेतको खजुर भन्ने ठाउँमा आफन्तको घरबाट उनका प्रेमी भनिएका वीरेन्द्रनगर बिहानै झोला बोकेर एक्लै निस्किएका थिए। उनी बिहान 5:30 बजे नै मङ्गलगढी चोक पुग्छन्। त्यहाँबाट 5:40 तिर अटो चढेर पश्चिमतिर लाग्छन्। केही समयपछि रेडियो नेपालको प्रादेशिक कार्यालयको अगाडि झरेर उत्तरतिर लाग्छन्। घटना भएको दिन बिहान 4:32 डेलिभर भएको व्हाट्सएप मेसेजमा इनिसाका प्रेमी भनिएका वीरेन्द्रनगर पले इनिसालाई भनेका थिए, गुड मर्निङ मेरी मायालु। यसको केही बेरपछि बिहान 5:30 बजे उनी निस्किसकेका थिए। बिहान 6:01 उनले फेरि मेसेज गरेका थिए, म पर्खिरहेको छु है। सायद त्यति बेला इनिसा आफ्नो आमासँग प्र्याक्टिकल क्लास छ, स्कुल जान्छु भन्दै अनुमति मागेर निस्कि पनि सकेकी हुन्छन्। त्यसको 17 मिनेटपछि वीरेन्द्रनगर पर इनिसा प्रदेश स्वास्थ्य आपूर्ति विभागको गेट नजिकबाट हिँड्दै गरेको दृश्य त्यहाँ रहेको CCTV क्यामेराले कैद गरेको थियो, जो तपाईँ यहाँ स्क्रिनमा देख्न पनि सक्नुहुन्छ। इनिसा र उनका प्रेमी भनिएका ती व्यक्ति बाटोमा हिँडिरहेको देखिन्छ। त्यति बेला बिहानको 6:14:40 भएको थियो। त्यसपछि उनीहरू जंगलतिर लाग्छन्। प्रहरीको प्रतिवेदनमा उल्लेख भएको विवरण अनुसार एक महिलाले समेत उनीहरूलाई जंगलतर्फ जाँदै गरेको देखेकी थिइन्। त्यसपछिको 2 घण्टामै बाँकी घटना भएको देखिन्छ। प्रतिवेदनमा उल्लेख भए अनुसार उनीहरू सुरुमा एक ठाउँमा बसेका थिए भने केही बेरपछि अर्को ठाउँमा गएर यौन सम्पर्क राखेको देखिन्छ। यौन सम्पर्क गर्दा इनिसालाई निकै गाह्रो भएर त्यसकै क्रममा उनी बेहोस भएपछि उनका प्रेमी भनिएका वीरेन्द्रनगर पले उनलाई सुरुमा कृत्रिम सास दिन्छन्, पछि खुट्टाको पैतला र हातमा मालिस गर्छन्। तर पनि केही नलागेर रगत बगेको बगै भएपछि उनी डराएर आत्तिएर साथीहरूलाई फोन गर्छन्।
उनले 8:21 त्यहाँ आएका एउटा साथीलाई फोन गरेका थिए भने त्यस्तै थुप्रै साथीलाई फोन गर्दा आलटाल गर्छन्। कसैले पनि त्यति वास्ता नगरेको र पटक पटक फोन गरेपछि एउटा साथी आउन रेडी भएका थिए। वीरेन्द्रनगर यानकी घटनास्थलमा भएका युवक र उनका साथी बीच 8:34 कुरा भएको छ। उनका ती साथीले उनलाई कहाँ गएको त त्यस्तो अल्टर ठाउँमा भनेको पनि उनको कल फरेन्सिक चेक गर्दा भेटिएको थियो। त्यसपछि 9:03 स्कुटर लिएर ती युवक घरबाट निस्किन्छन्। उनी 9:07 कर्णाली प्रदेश आयुर्वेदिक अस्पतालको गेटबाट एक्लै गएको भिडियो पनि सीसीटीभीमा कैद छ। 9:13 पनि उनीहरू बीच फेरि फोन संवाद भएको छ। त्यस्तै 9:02 अर्का साथीसँग 79 सेकेन्ड कुरा भएको छ। उनी 9:07 अर्का व्यक्ति सहित लिएर घरबाट निस्किन्छन्। त्यसको केही समयपछि तीनैजना घटनास्थलमा पुगेका थिए। उनीहरू पुग्दा इनिसा बेहोस अवस्थामा थिइन् भने ती साथी यानकी इनिसाका पेर्मी पनि अचेत जस्तै अवस्थामा भएको ती तीनैजना किशोरहरूले बयान दिएका छन्। उनीहरूले त्यो अवस्था देखेपछि आफै अस्पताल लिन आँट गर्दैनन्। सायद उनीहरूले नै अस्पताल लिएको भए अवस्था के हुन्थ्यो भन्न सकिन्थेन। तर उनीहरू डराएर गाउँलेहरूलाई खबर गर्न जान्छन्। उनीहरूले करिब 9:45 स्थानीय रामबहादुर दमाईलाई माथि एकजना साथी बेहोस छ, तत्काल उद्धार गरेर अस्पताल लिन सहयोग गर्नु पर्यो भनेर खबर गरेका थिए। उनले नजिकैको अस्थायी प्रहरी बीट शहीद पार्कको प्रहरीलाई खबर गरेको थिए। अलि ढिला गरी प्रहरी र स्थानीय घटनास्थलमा पुग्दा अवस्था नाजुक थियो। प्रहरीले इनिसालाई अस्पतालसम्म पुर्याए। उनलाई अस्पताल पुग्ने बित्तिकै डाक्टरहरूले मृत घोषणा गरिसकेको थियो। त्यस लगत्तै देशभर आन्दोलन सुरु हुन्छ। उनका परिवारले अपराधीलाई कडा सजाय नहुँदासम्म इनिसाको शव नउठाउने भन्छन्। अब कुरा गरौँ इनिसाको पोस्टमार्टम रिपोर्टमा के थियो भनेर। भेरी अस्पतालका फरेन्सिक विशेषज्ञ डाक्टर अरविन्द साकेको टोलीले पोस्टमार्टम गरेर रिपोर्ट निकालेको थियो, जसमा भनिएको छ इनिसाको शव परीक्षणबाट शरीरको बाहिरी भागमा ढाड र खुट्टाहरूमा घस्रणका चोटहरू देखिन्छन्। यौनाङ्गको परीक्षणले 5 देखि 7 बजेको स्थितिमा यौनिद्वार च्यातिएको र सो चोट वरपर तन्तुहरूमा समेत फैलिएको देखाउँछ। यौनाङ्गको आन्तरिक विच्छेदनले गर्दा योनि मार्गभित्र 1/3 भागको पछाडि भित्तामा गहिरो चोट लागेको पाइएको छ। अन्य आन्तरिक अङ्गहरू चोटमुक्त छन्, तर रगतको कमीले गर्दा फुस्रो देखिएका छन्। शव परीक्षणको आधारमा यौनाङ्गमा लागेका चोटहरू हालै भएको यौन सम्पर्कसँग मेल खान्छन् र प्राप्त तथ्यहरू अनुसार मृत्युको कारण यौनाङ्गको चोटका कारण भएको अत्याधिक रक्तस्राव देखिन्छ। अर्थात् अत्याधिक रक्तस्राव नै मृत्युको कारण भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ। जसपछि सुर्खेत प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले सुरुबाटै घटनाको अनुसन्धान गरिरहेको थियो। उनीहरूले पोस्टमार्टम रिपोर्ट, पीडित पीडकको मोबाइलको डिजिटल फरेन्सिक रिपोर्ट, पक्राउ परेका अनि अरू व्यक्तिहरूलाई लिएको बयान, घटनास्थलका अन्य विवरण, उपलब्ध सीसीटीभी क्यामेरा फुटेज र अन्य प्रमाणहरूलाई आधार बनाएर अनुसन्धान पूरा गरी सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनमा इनिसाको मृत्यु अत्याधिक रक्तस्रावका कारण भएको स्पष्ट र सामूहिक बलात्कार भएको भन्न सक्ने पर्याप्त प्रमाण नभएकाले मुख्य अभियुक्तलाई जबरजस्ती करणी र ज्यान मुद्दामा मुद्दा चलाउन र बाँकी 3 जनालाई इनिसालाई बचाउन भूमिका नखेलेको भन्दै ज्यान मुद्दा मात्र चलाउन सुझाव दिएको थियो। तर सरकारी वकिल कार्यालयले प्रहरीको सुझावलाई व्यवस्था गर्दै चैत 15 चारैजना विरुद्ध सामूहिक बलात्कार र हत्याको मुद्दा दायर गर्यो। अभियोग पत्रमा 163 वटा प्रमाण उल्लेख थिए। यदि दोषी ठहरिए उनीहरूलाई नाबालिग भएकाले अधिकतम 16 वर्ष 8 महिना कैद हुन सक्ने अवस्था छ। उनीहरू सबैलाई सामूहिक बलात्कार र हत्याको मुद्दा दायर गरिसकेपछि मात्र इनिसाको परिवारले उनको शव बुझ्न मानेको थियो। तर हालै जेठ 19 काठमाडौँको प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाबाट डीएनए र सेरोलोजी रिपोर्ट आयो। यसले घटनामा धेरै ठूलो ट्विस्ट दियो, जसमा उनका प्रेमी भनिएका वीरेन्द्रनगर पको मात्र संलग्नता प्रमाणित भयो। उनको डीएनए इनिसाको शरीर, कपडा, नङ घटनास्थलको कन्डममा भेटियो। उनको कपडा र शरीरमा इनिसाको रगत पनि भेटियो। तर अन्य 3 जनाको डीएनए इनिसासँग वा घटनास्थलसँग कुनै पनि मेल खाएन। उनीहरूको कपडा वा शरीरमा इनिसाको रगत पनि फेला परेन। मुख्य अभियुक्त वीरेन्द्रनगर पले बयानमा पनि यौन सम्पर्कका क्रममा रगत बगेर इनिसा बेहोस भएपछि उद्धार गर्न साथीहरूलाई बोलाएको र उक्त घटनामा आफै मात्र जिम्मेवार रहेको बताएका थिए।
अहिले 3 जना किशोरहरूका परिवारले सर्वोच्च अदालतमा साधारण तारिखमा छाडेर मुद्दा चलाउनु भन्दै निवेदन दिएका छन्। यो मुद्दाको पेशी आगामी साउन 19 गते तोकिएको छ। अहिलेसम्म साँची बकपत्रको प्रक्रिया सकिएको छैन। इनिसाकी आमालाई अझै बकपत्रका लागि बोलाएको छैन। अहिलेको अवस्थामा फोरेन्सिक रिपोर्टले 3 जनालाई बलात्कारमा निर्दोष देखाए पनि मुद्दा अझै अदालतमा विचाराधीन छ। रिपोर्टले बलात्कारको संलग्नता मात्र देखाउँछ, तर हत्याको योजना वा अन्य भूमिका बारे पूर्ण रूपमा स्पष्ट गर्दैन। 3 जनाको परिवारले हाम्रा छोराहरू निर्दोष छन् फोरेन्सिक रिपोर्टले प्रमाणित गर्यो भन्ने दाबी गरेका छन् भने इनिसाकी आमा तिलाबीको छोरी गुमाए तर न्याय मिल्नु पर्यो भन्दै पीडा व्यक्त गरिरहेका छन्। हाम्रो चाहना तथ्यमा टेकेर घटनाको यथार्थ तपाईहरूलाई देखाउने र निर्दोष नफसोस्, दोषी नउम्कियोस्, इनिसाले न्याय पाउन् भन्ने नै हो। आजलाई यति नै। हामीसँग जोडिन च्यानललाई लाइक, सब्स्क्राइब गरी नजिकै रहेको बेल आइकन थिच्न नबिर्सनुहोला। दिपेन खत्रीको नमस्कार।